हजुरहरुले साथीहरु नमस्ते वेलकम ब्याक टु माय सन्जु ब्लग। आयो हजुर सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु र फेरि पनि हजुरहरुको सामुमा आज फेरि यो सन्जु मगर हजुरहरुको सामुमा आज फेरि यो नयाँ भिडियो लिएर आइसक्यो। आज चाहिँ के हो भने हजुरले थम्बनेल र टाइटल हेरेर पनि थाहा पाउनु भइसक्यो होला। आज चाहिँ होली मेरो तर्फबाट चाहिँ सबैजनालाई ह्यापी होली भन्न चाहन्छु। हजुरहरुको चाहिँ कस्तो लागिरहेछ होलीहरु चाहिँ कस्तो भइरा हामीले चाहिँ अहिलेसम्म चाहिँ सुरु गरेको छैन होली चाहिँ। अनि हाम्रो गाउँतिर चाहिँ कसै पनि छैन नि त खासै मान्छेहरु पनि। अनि हामी चाहिँ यहाँनिर सबैजना हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। अब चाहिँ हामी यहाँनिर होली खेल्न थालेको यहाँनिर चाहिँ कोही पनि छैन। आज चाहिँ एकदमै रमाइलो पनि भएको छैन। योभन्दा अगाडिको वर्षमा चाहिँ एकदमै रमाइलो भएको थियो र अहिले चाहिँ अब त्यहाँनिर बहिनी चाहिँ त्यहाँनिर फागो लिनु गएको छ घरमा। हामी चाहिँ भर्खरै हामी सुरु गरिसक्यौँ। अनि यहाँनिर चाहिँ मेरो हालत चाहिँ यस्तो बनाइसक्यो है। अनि यहाँनिर चाहिँ हाम्रो बहिनीहरू देख्न सक्नुहुनेछ। ल यता आयो भने यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हाम्रो हजुरबा यस्तो हाल आयो भन्नु न त। आज के भन्दैन त ल आज मलाई नर्कै ल राख्न यो खोइ प्लास्टिक आज चाहिँ यस्तै है साथीहरु। के गर्नु बाँदर जस्तै भइसक्यो। रमाइलो चाहिँ भएन। एकजना चाहिँ आएर दुईजना आएर चाहिँ हामीलाई लगाइदियो तर भिडियो चाहिँ गर्न पाएन। त्यहाँनिर भिडियो गर्दा पनि चाहिँ बिर्स्यो र हामी चाहिँ अब दिदीहरू चाहिँ त्यहाँनिर खेल्दै हुनुहुन्छ। मलाई कस्तो देखेछ साथीहरु आज चाहिँ यस्तै हो है। यस्तै हो अघि नै दन्काइसक्यो। अघि नै चिसो खाएर भिजाल गरेछ। त्यो रेसिकाको भ्लगमा हुन्छ तर के गर्नु रेसिकाले हाल्दैन। तर हजुरहरूलाई त्यो भ्लग राम्ररी बनाउनु त्यो भ्लग पनि त्यहाँनिर मेरोमा जोड्ने छु। म हजुरहरूलाई देखाउँछु हाम्रो बहिनीहरूको पनि। अनि यहाँनिर चाहिँ हाम्रो सबैजनालाई ह्यापी होली भनेर तर ल अब चाहिँ हामी साथी घरतिर जहाँ हिँड्दैछौँ। अहिले चाहिँ उताबाट चाहिँ घाम आएर चाहिँ अलिक कस्तो अँध्यारो आएर मेरो अनुहार यहाँ बाँदरको जस्तै भयो है। छ्या ल अब चाहिँ हामी त्यहाँ साथी घरतिर हिँड्दैछौँ। कति डल्लो है साथीहरू। यहाँ मेरो अनुहार कस्तो बनाइदियो बहिनीले यहाँनिर छ्या अब यहाँनिर भर्खर यहाँ साथीहरूतिर आइपुगिसक्यो। यहाँनिर चाहिँ मेरो बिल्ला उडेर है मेरो बिल्ला हो र। त्यहाँनिर चाहिँ के आमा लुकेर बस्यो है। त्यहाँनिर चाहिँ है त्यहाँनिर भित्र बसिरहेको लुकेर ढोकासोका थुनेर यताबाट भए पनि हामी जानुपर्ने हुन्छ। त्यहाँ ढोका फुटाएर हाम्रो यहाँ बहिनी यस्तो हालत Happy Holi! कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। गर्नी ल पोच हल्दी लाए। ह्यापी होली सबैजनालाई। यहाँ भाउजू आमा दाइ अब एकदमै लुकेर बसिरहेको भित्र आमा यता छोरा यता लुकेर बस। यहाँनिर यस्तो भिरन्ता परेर है भिरन्ता वहाँनिर चाहिँ हाम्रो बाँदर जस्तो साथी भाइ लुत्रुकै भिजाइदियो।
यहाँले चाहिँ यस्तो है हालत यहाँ देख्नु हुनेछ हामी चाहिँ यति मात्रै यहाँनिर होली खेलिरहेको छ कोही छैन कोही कोही ओट्याक 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 मेरो चाहिँ अहिले यस्तो हालत भएर है यस्तो हालत यतातिर हालत यस्तो बहुत तेज हो रहा है बहुत तेज हो रहा रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से ले यहाँनिर मलाई यस्तो हालत बनाएको छ है भूत जस्तै बनाइदिइसक्यो मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है यहाँ त्यो भैयाले चाहिँ यहाँनिर लगाइदियो है मलाई चाहिँ त्यो भिडियो चाहिँ गर्न पाएन अनि यहाँनिर चाहिँ हाम्रो साथीहरूलाई यहाँ चटपटे बनाउनु चाहिँ हजुरहरूले बोलाउनु दियो ए भगवान बोला थोपडा देखो हामी चाहिँ चटपटे बनाएर खाँदैको छौँ अहिले खाताहरू जान्छ होला हामीलाई चाहिँ यो पालिको होली चाहिँ एकदम रमाइलो भयो है यो पालि चाहिँ अब तपाईहरुको चाहिँ कस्तो भयो हैन कमेन्ट गर्नु होला तपाईहरुलाई चटपटे बनाउने मान्छेको खाँचो छ भने यहाँ सम्पर्क गर्नु होला हाम्रो ठुलीजीलाई एकदम मिठो कताबाट हेर्नु भएको भने लाइक कमेन्ट सब्स्क्राइब गर्दिनु होला ल बहिनी ल तपाईहरु पनि आउनु यतातिर होली खेल्नु भए है हाम्रो गाउँतिर हाम्रो गाउँको नाम हजुरलाई देखाउने नै छु अनि मेरो चाहिँ यहाँनिर होइन म अगाडि आउँदा चाहिँ भिडियो चाहिँ गर्नु पाएको थिएन र अब यो साथीहरु चाहिँ कहिले छुटिँदैन है जस्तो चाहिँ रमाइलो भए पनि हैन अनि तर एकजना चाहिँ छुटेकै आयो पाली चाहिँ अनि त्यही पनि हैन साथीले चाहिँ यहाँनिर यो मोबाइलमा चाहिँ भिडियो क्याप्चर गरेर रहेछ तर यो मोबाइलबाट भिडियो सुन यो मोबाइलबाट भिडियो क्याप्चर गरेको पनि हजुरहरूलाई थोरै क्लिप भए पनि हालेछु तर म चाहिँ त्यहाँनिर छैन तर हजुरहरूलाई त्यहाँनिर कस्तो उनीहरुको अगाडि सुरुमा कस्तो रमाइलो गरेको थियो त्यही पनि हजुरहरूलाई देखाउने नै छु मेरो मोबाइल चाहिँ हैन अब यसले बोलेको चाहिँ हेर्नु मेरो मोबाइल फुटेको चाहिँ नहेर्नु है फेरि अन्तिमसम्म भिडियो वाच गर्न नबिर्सिनु होला र अहिले चाहिँ यहाँनिर धमाधम चटपटे बनाउन सुरु गरिसक्यो साथीहरु खाए हामी चाहिँ अब साथीहरु चाहिँ यहाँनिर भाडा माथि यहाँनिर सुरु गरिरहेको छ है सरासर हाम्रो बहिनीको यस्तो अनि यहाँ पहाल्ने अनि यतातिर चाहिँ चलाउने अनि थाप्ने चाहिँ हजुर है आउँछ हामी भाडा माझेर कहाँ जान्छौँ होला अझै त्यहाँ टेक बजाएर है भाइ माथि यहाँनिर कलर लगाइदिएर कस्तो बनाइदिएर यहाँनिर कलरले चाहिँ एकदमै बर्बाद गर्दै भेना चुलेर बाहिर कलर लगाइदिएर अब चाहिँ हामी आउँदा चाहिँ हामी अब घर जान्छौँ होला भाडामा यहाँ सरासर मादिएर है भाडाहरू ल ल
A few moments later. पानी छाटाछाट खेलेर अब उतातिर जान आँटेको दिदीले बोलाउनु भएको थियो खेल्नुलाई अनि त्यहाँ जाने अब त्यहाँ खेलेर आउने कानमा पानी पसेर कस्तो भइसक्यो त कता लुकेर बसेछ क्या हाम्रो यहाँ कताबाट टाप भाग्नु त्यहाँ देख्न सक्नुहुन्छ गाई त्यहाँ चाहिँ मकै हलिरहेको छु हाम्रो त्यहाँ दुश्मन निक्लिसकेछ प्यारी समझ गई लाइज भुरा काटेहरु टोयलेट बसिराखे कस्तो यो बहिनीहरु गजब बेइज्जती है फुबु ब्याट्री लो भयो अब अनल दिले हामी लागिन्छ ह्यापी होली मैले लगाएको छैन फुबु फुबु अम्मा कपालै भरि ल पोकै खने ओ ओ बिचमा चाहिँ गयो त हेर्नुहोस् गाइस हाम्रो दिदी के भइरहेको छ हैन A few moments later. त्यो बिदी लाग्यो नि साथीहरु आज होली खेल्छ भनेर मैले सोचेको पनि थिएन तर नसोचेको भयो हैन अनि दुईजना आएर चाहिँ अनि लगाइदियो सुरुमा अनि त्यहाँबाट चाहिँ हामी खेल्दै खेल्दै अनि हामी यता साथी घरतिर आयौँ साथीहरु चाहिँ उतातिर घरमा गइसक्यो अनि अब चाहिँ हामी माइजू घरतर्फ हिँडेको अहिले चाहिँ हामी यहाँनिर मामा घरमा आइपुगिसक्यौँ अनि यहाँनिर चाहिँ यहाँनिर माइजू लागेको आन्टी आइ भन्नु न आइ छिटो आइ भन्नु फेरि हेर्नु नि फेरि अनि यहाँनिर चाहिँ हाम्रो माइजू हिजो चाहिँ हाम्रो माइजू घरमा पूजा थियो र आज चाहिँ यहाँनिर सबैजना होली मनाइरहेको यहाँनिर अघिसम्म चाहिँ हाम्रो माइजू चोखो थियो अहिले चाहिँ हामी आउँदाखेरि चाहिँ हामीले यस्तो देख्नु पर्यो होइन नसोचेको अनि यहाँनिर चाहिँ हाम्रो दिदी रोजना दिदी अनि यहाँनिर चाहिँ हाम्रो दिदी यहाँनिर चाहिँ अहिले रमाइलो भएर है हामीले एकछिन नाच्नु पर्ने हुन्छ
हाम्रो चाहिँ दिदी यहाँनिर कुद्दै कुद्दै आउनु भएको थियो लडेर चाहिँ आमा नि दिदी के गर्नु यस्तो बिदोको अवस्था छ दिदीले यहाँनिर दबाई लाउँदै हुनुहुन्छ घाउमा पनि एकदम हेर्दै साथीहरू यहाँनिर चाहिँ हाम्रो दिएको चाहिँ घाउ भएछ यहाँ पनि देख्न सक्नुहुनेछ उहाँनिर चाहिँ अझै रमाइलो गरेर राख्नु भएको छ सबैजना उहाँनिर देख्न सक्नुहुनेछ रमाइलो गरेर राखेको छन् अनि यहाँनिर चाहिँ छुट्टै छ
यतिसम्म चाहिँ रमाइलो भएको थिएन जब हामी चाहिँ उताबाट चाहिँ आएपछि चाहिँ अहिले चाहिँ एकदम रमाइलो भइरहेको छ। होली पनि सकिसक्यो अहिले यहाँ चाहिँ डेक पनि बन्द गरिसक्यो। आज चाहिँ अब हाम्रो यतिमै अन्त्य भइसक्यो र अब हजुरहरूलाई यो मेरो भिडियो होलीको भिडियो के कस्तो लाग्यो हजुरहरूले लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। यो भिडियो हेरेर चाहिँ इन्जोय गर्नु होला। नयाँ हुनुहुन्छ भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला। अब अर्को नयाँ भिडियो लिएर आउने छु। नेक्स्ट भ्लगको लागि चाहिँ वेट गर्नु होला। सो यति भन्दै आजको भ्लग चाहिँ म यतैतिर इन गर्न चाहन्छु। सो बाई बाई।